आज हामी यो लाइट कोनको बारेमा कुराकानी गर्छौँ जुन स्पेशल थियोरी अफ रिलेटिभिटी आइन्स्टाइनले प्रतिपादन गर्नुभएको त्यसलाई यसले चाहिँ एउटा एज दिन्छ है। हाम्रो मुख्य कोसिस चाहिँ सानो रिप्रेजेन्टेसनको क्रममा यो लाइटभन्दा किन फास्ट कुनै पनि कुरा हिँड्न सक्दैन, प्रकाशभन्दा छिटो किन सम्भव छैन लगायतका कुराहरूलाई लिएर हुनेछ र मुख्य हाम्रो फोकस चाहिँ यो लाइट कोनमै हुनेछ। यो के हो, कसरी यस्तो खालको बााउन्ड्री क्रिएट भयो, जहाँनिर कज र इफेक्ट को लागि नेचरले प्रोभाइड गरेको, नेचरले दिएको एउटा बााउन्ड्री हो है। यसमा सपोज सबभन्दा पहिले एउटा इमेजिन गरौँ, हामी एउटा ठुलो लेकमा छौँ अथवा तपाईँ एउटा कुनै ठुलो लेकमा हुनुहुन्छ र बिचमा हुनुहुन्छ र बिचमा तपाईँले क्ल्याप गर्नुभयो, क्ल्यापिङ साउन्ड यसरी यसरी क्ल्याप गर्नुभयो। क्ल्याप गरेपछि यो पानीमा वेभ्सहरू चाहिँ पर परसम्म जान्छ। हामीलाई थाहा छ सर्कुलर रिपल्सले ट्राभल गर्छ आउटर डिरेक्सनमा। अब यो ठुलो लेकको पर किनारमा बसेको कसैले यो रिपल ऊ नजिक आउनुभन्दा पहिले क्ल्यापिङ साउन्ड सुन्न सक्छ कि सक्दैन? सक्दैन, किनभने पानीबाट नै लाइट साउन्डको स्पिड फास्ट हुन्छ। एयरबाट पुग्नुभन्दा पानीबाट पहिले पुग्नुपर्ने हुन्छ, त्यसको लागि रिपल त्यहाँसम्म आउनै पर्ने हुन्छ है। त्यसैले यसको एन्सर कसैले यो वेभ्स रिपल आउनुभन्दा पहिले नै क्ल्यापिङ साउन्ड सुन्न सक्छ कि सक्दैन? सक्दैन है। अब यो आवाजको गतिको कुरा भयो, यो साउन्डको स्पिडको कुरा भयो। यसैलाई अलिकति फरक किसिमले साउन्डको ठाउँमा लाइटलाई युज गरेर सोचौँ है। लाइट यसरी ट्राभल हुँदाखेरि के कस्तो हुँदो हो भनेर सोचौँ। त्यसको लागि मैले यो स्लाइडमा एउटा इमेजिन गरेको छु। सपोज कुनै क्यामेरा, फ्ल्यास लाइटबाट फोटो खिच्ने क्यामेरा, कुनै क्यामेरा यसरी लिएर एउटा सिङ्गल फ्ल्यास, खिचेक्क एउटा फ्ल्यास लिएर फोटो खिच्यो है। यो फ्ल्यास खिचेक्क गर्दाखेरि लाइट चाहिँ ट्राभल गर्छ है। लाइट चाहिँ कहाँनिर खिचिएको छ त्यतातिर ट्राभल गर्छ, त्यो डिरेक्सनमा जान्छ। 1 सेकेन्डमा त्यो अलिकति नजिक हुन्छ, 1 न्यानो सेकेन्डमा 2 न्यानो, भेरी फास्ट, मुभ्स भेरी फास्ट। त्यो फ्ल्यास लाइट चाहिँ धेरै फास्ट मुभ हुन्छ। इमेजिन गरौँ फर्स्ट सेकेन्ड, सेकेन्ड सेकेन्ड, थर्ड न्यानो सेकेन्ड, फोर्थ न्यानो सेकेन्डमा यो यसरी सुरुमा यहाँसम्म पुग्यो, त्यसपछि फ्ल्यास यहाँसम्म पुग्यो, त्यसपछि थर्ड स्टेप, यसरी फोर्थ स्टेप, 4 न्यानो सेकेन्डमा यसरी यहाँसम्म पुग्यो। फ्ल्यास लाइट, एउटा फ्ल्यास हामीले गरेको छौँ, क्यामेराको फ्ल्यास यसरी पुग्यो। अब हामी के भन्न सक्छौँ, हामी सबैलाई थाहा छ लाइटले ट्राभल गर्ने डिस्टेन्स आरलाई आर इक्वल्स टु युटी, यु भनेको स्पिड अफ लाइट हो, त्यसरी सिटी भनेर लेख्यौँ। यो हामीले स्कुलमा पढेको रिलेसन भयो है। लाइट हेज ट्राभल्ड विथ दिस इक्वेसन। अब हामीले यो चारवटा एक्सपान्डिङ स्फियर जुन छ नि, यसलाई मैले यसरी सबभन्दा पहिले त एक्सपान्डिङ स्फियरलाई एउटा सानो सानो लाइनले एक्सपान्ड हुँदै गइरहेको स्फियर हो नि त, यो 3 डाइमेन्सनल स्फियर हो, बबल जस्तो एक्सपान्ड भएर गएको हो। फ्ल्यासको एउटै फ्ल्यास लिँदाखेरि त्यसले ट्राभल गरेको हो त्यो डिरेक्सनमा है। अब यसलाई मैले स्टेक गर्ने कोसिस गरेँ, यो स्फियरलाई नि एकातिर स्फियरलाई एउटा सबभन्दा ठुलो स्फियर तल राख्ने, त्यसपछि माथि राख्ने, यसलाई जम्मा गर्ने, स्फियरहरूलाई जम्मा गर्ने। क्यान वी स्टेक देम or say the spheres one above another according to time, टाइम अनुसारले यसलाई राख्न सकिन्छ। जस्तै यहाँ एउटा ट्रायंगल शेपको एउटा मैले बनाएँ, टाइमको डिरेक्सन माथि छ, स्पेस चाहिँ यसको विड्थ हो, होरिजोन्टल स्पेस हो है। सबभन्दा तलको स्फियर जुन छ नि, ठुलो स्फियर भइसकेको 4 न्यानो सेकेन्डमा पुगेको, त्यसलाई यहाँनिर स्टेक गरेँ, त्यहाँ राखेँ, त्यसभन्दा माथिको अर्को राखेँ, अर्को राखेँ, अर्को राखेँ, यसरी
टाइम र स्पेसमा फ्ल्यासेसहरू जुन चाहिँ स्फियर एक्सपान्ड भएर गइरहेको हुन्छ त्यसलाई यसरी स्टेक गर्ने है। अब यो हामीले भन्न सक्छौँ इन्टायर कोन यो एउटा कोन जस्तो बन्यो, जहाँबाट स्टार्ट हुन्छ त्यो पोइन्ट हुन्छ, त्यसपछि स्फेरिकल सेप चाहिँ नि एक्सपान्ड हुँदै गर्छ, ट्राभल गर्छ, ठुलो हुँदै जान्छ। द इन्टायर कोन इज द हिस्ट्री अफ वान फ्ल्यास अफ लाइट। यो होल कोन चाहिँ वास्तवमा के हो भने फ्ल्यास अफ लाइटको हिस्ट्री हो। सुरुमा त्यसरी ट्राभल गरेर आएको थियो, त्यो हिस्ट्री हो। त्यसैले हामीले यसलाई भन्न सक्छौँ इच होरिजोन्टल स्लाइस इज, हरेक स्लाइस इज वान एक्सपान्डिङ स्फेयर। यहाँनिर 4वटा मात्रै लिएको छ, यहाँ हजारौँवटा यस्ता स्फेयरहरू ट्राभल गरेर फास्ट गएको हुनसक्छ, त्यो टाइममा गएको हो। अब अहिले कहाँसम्म पुग्यो त्यसको लागि फ्ल्यास स्टार्ट भएदेखि स्मल स्पेयरदेखि अहिलेसम्मको स्पेयरसम्म त्यो चाहिँ त्यसको पास्ट हिस्ट्री भयो है। यसैलाई अर्को किसिमले पनि हेरौँ, जस्तै थन्डर स्ट्रम हुँदाखेरि हामीलाई थाहा छ बिजुली मेघ गर्जिँदा के हुन्छ। मेघ गर्जिँदा हामीले यसरी सबभन्दा पहिले उज्यालो देख्छौँ, सबभन्दा पहिले प्रकाशै देख्छौँ, त्यसपछि केही फ्र्याक्सन अफ सेकेन्ड पछाडि साउन्ड आउन सुरु हुन्छ। पहिले उज्यालो हुन्छ अर्थात् लाइट देखिन्छ र केही बेरमा केही क्षणपछि मात्रै आवाज आउन थाल्छ। यसको कारण के हो हामी सबैलाई थाहा छ, यसको कारण हो लाइट ट्राभल्स फास्टर देन साउन्ड। त्यसैले एकैचोटि आएको हो तर लाइट हामीसम्म आइसक्यो, साउन्ड हामीसँग आउनलाई थोरै समय लाग्यो, केही सेकेन्ड अथवा केही फ्र्याक्सन अफ सेकेन्ड पछि आयो। सपोज हामी यस्तो इमेजिन गर्न सकौँला नि, इमेजिन इफ साउन्ड वेयर फास्टेस्ट पोसिबल सिग्नल। साउन्डको सिग्नल फास्ट भयो भने के होला, पोसिबल भयो भने के हुन्छ, जस्ट अपोजिट हुन्छ है। साउन्ड वुड डिफाइन द कोन, भनेको साउन्डले त कोन डिफाइन गर्थ्यो। अघि हामीले जुन लाइट कोन लेखेका थियौँ नि, त्यो प्रोभाब्ली साउन्ड कोन हुन्थ्यो र यसरी थन्डर स्ट्रम हुँदाखेरि सबभन्दा पहिले हामीले साउन्ड सुन्थ्यौँ, त्यसपछि फ्ल्यासेसहरू देख्थ्यौँ होला। ओके, सो नेचरले के गरिदियो भने नेचरले साउन्डभन्दा लाइटको स्पिड धेरै कहाँ धेरै बढ्ता बनायो। त्यसैले नेचरले नै चुज गर्यो, लाइटलाई चुज गर्यो के को लागि, त्यो बााउन्ड्रिजको लागि है, लाइटको उनको बााउन्ड्रिजहरूको लागि। नेचर सिम्पली चुज द लाइट। ओके, अब मैले थोरै यहाँ म्याथमेटिक्स गर्न खोजेँ। अब हामी एक्सिसलाई इन्ट्रोड्युस गरौँ न है। वर्टिकल एक्सिस चाहिने हाम्रो यो सिटी हो, होरिजोन्टल एक्सिस चाहिने वर्टिकल एक्सिस टाइम एक्सिस हो भने होरिजोन्टल एक्सिस स्पेस एक्सिस भयो। मिन्कस्की स्पेसमा टाइम र स्पेस एक्सिस दुइटै हुन्छ है। त्यही दुईटा एक्सिस मैले यहाँनिर एउटा ओरिजिन त्यहाँनिर हामीले तान्यौँ, त्यसपछि यो टाइम एक्सिस भर्टिकल, स्पेस एक्सिस होरिजोन्टल, यसरी मैले ताने। ओके, यसलाई ड्र गऱ्यौँ। अब हामीलाई के थाहा छ भने लाइटले जहिले पनि ट्राभल गर्छ यो इक्वेसनलाई फलो गरेर, एक्स इक्वल्स टु सिटी। एक्चुअली एक्स इक्वल्स टु प्लस माइनस सिटी। प्लस माइनस सिटी किन भएको भने light moving to the right, plus means plus sign represents light moving to the right and minus sign represents light moving to the left. भनेको स्फेरिकली सिमेट्रिक चाहिँ ट्राभल गर्दाखेरि हामीले रेफरेन्स एक्सिस यदि स्फेयरको सेन्टरमा राख्यौँ भने लेफ्ट राइट दुइटैतिर मुभ गरेको हुन्छ है। त्यसैले x इक्वल्स टु प्लस माइनस सिटी भनेर लेखिन्छ अथवा सिटी इक्वल्स टु प्लस माइनस एक्स लेखिन्छ। ओके, अब मैले यहाँ थोरै लेट्स सपोज x इक्वल्स टु प्लस सिटी भनेको माइनस साइनलाई ड्रप गरिदिउँ, प्लस सिटी लेख्यौँ भने यही इक्वेसनलाई हामी डिभाइडिङ बोथ साइड बाई सिटी गरेर x बाई सिटी इक्वल्स टु 1 लेख्न सक्छौँ र x बाई सिटी इक्वल्स टु 1, यो 1 भनेको स्लोप हो, y इक्वल्स टु mx जस्तो, y भनेको सिटी हो र x भनेको mx हो र x को कोएफिसिएन्ट 1 छ। त्यसैले यो स्ट्रेट लाइन हो जुन ओरिजिनबाट पास हुन्छ, स्ट्रेट लाइनको इक्वेसन हो x इक्वल्स टु सिटी।
is with slope 1. It means angle tan theta equals to tan 45. है tan 45 equals to 1 हुन्छ त्यसैले यो 1 स्लोप भनेको हामीले यहाँनिर x र ct को बीचमा 45 डिग्री भएर जाने एउटा लाइन हामी ड्रा गर्न सक्छौँ यो क्वेसनले भन्छ यसरी ड्रा गर्न सकिन्छ है प्लस ct दा यस्तो भयो सो टेकिङ माइनस ct x equals to minus ct लियो भने स्लोप -1 भयो यसको मतलब tan 135 equals to 1 हुन्छ त्यसैले एंगल x एक्सिस र ct को बीचको एंगल चाहिँ 135 डिग्री हुने भयो त्यसैले हामी ड्रा गरौँ एउटा लाइन यो 135 डिग्री को लाइन यसको मतलब एउटा लाइन 45 डिग्रीमा बाट स्टार्ट हुन्छ र त्यो लाइन 135 डिग्री सम्म पुग्छ यसको मतलब यो जुन माथिको जुन कोण बनेको छ यो कोण चाहिँ x र ct ले प्ले गर्ने कोण हो x इक्वल्स टु प्लस माइनस ct ले को प्लेग्राउन्ड हो दुईटाको प्लेग्राउन्ड यसलाई हामी ड्रा पनि गर्न सक्छौं है एउटा एक्सिसलाई हामीले यसरी ड्रा गर्यौं अर्को नेगेटिभ एक्सिस तिर नेगेटिभ ct तिर यसरी ड्रा गर्दा यस्तो खालको कोण हाम्रो बन्छ ओके यसैलाई मैले कपी गरेर स्लाइडमा ल्याएँ अब यो माथिको कोण जुन छ यसलाई हामीले यसरी एउटा यो हाइलाइट गर्यौं र यसलाई तल पनि हाइलाइट गर्यौं भने यो सेक्सनलाई चाहिँ हामी लाइट कोण भन्छ यो सेक्सनलाई लाइट इट्स भेरी इजी यो चाहिँ एउटा स्लाइसमा आयो जब स्लाइसमा नलिएर हामीले स्पेयर जस्तै स्पेयरको एउटा स्लाइस लिएको हो नि त काटेर लिएको तर स्पेयरको हरेक स्लाइस लियो भने चाहिँ यो कोण चाहिँ 3 डाइमेन्सनल कोण हुन्छ यस्तो टाइपको कोण हुन्छ है यस्तो टाइपको यहाँ कोणमा यसको फिजिकल मिनिङ के हो त भन्दा म्याथमेटिक्सलाई छोड्दियौं light cone tells us what is possible what is impossible what is connected and what is forever disconnected light cone ले त्यो कुरा हामीलाई बताउँछ है it is the map of causality कहाँसम्म पुग्छ त्यो कहाँसम्म कनेक्ट गर्छ कहाँसम्म पोसिबल हुन्छ त्यो कुराले बताउँछ यसैलाई मैले यहाँनिर एउटा कपी गरेको इमेज यहाँनिर राखे जसमा माथि र तल कोण छ र यसलाई कनेक्ट गर्ने प्वाइन्ट छ त्यो प्वाइन्ट भनेको प्रेजेन्ट हो भने तलतिरको यदि पास्ट हो भने माथिको कोण चाहिँ फ्युचर कोण पास्टबाट हामी आएको हुन्छौं र फ्युचरसम्म त्यो जान्छ इन्फर्मेसन ट्राभल यसरी हुने गरेको हुन्छ हरेक प्रेजेन्टको चाहिँ पास्ट हुन्छ है ओके यसैलाई थोरै मैले एक्सप्लेन गर्न खोजे फ्युचरबाट जाउँ पहिले फ्युचर लाइट कोण फ्युचर लाइट कोण माथिको जुन कोण छ यहाँ भित्र रहेको हरेक कुराहरू चाहिँ तलबाट आएको हुन्छ एभ्रिथिङ इनसाइड हियर क्यान बी रिच्ड बाइ अ सिग्नल ट्राभलिङ एट or below light speed लाइटको स्पिड अथवा लाइट भन्दा कम स्पिड भएको यहाँ आउँछ जस्तै भने रेडियो वेभ्स लेजर स्पेसक्राफ्टलाई हामीले लन्च गर्यौं भने त्यो चाहिँ फ्युचरमा त्यसले ट्राभल गर्दै जाने चाहिँ फ्युचर लाइट कोणतिर हो all lie inside this कोण यो सबै कुरा माथिको कोण भित्र पर्छ पास्ट लाइट कोण past light cone भनेको बितेको कुरा भयो everything here could have influenced you for example the sunlight is leaving the sun 8 minutes ago 8 मिनेट अगाडि नै सनबाट सनलाइट निस्केको छ अनि बल्ल हामी 8 मिनेट पछि आइपुगेको छ so it lies in your past त्यसैले हाम्रो जति पनि लाइट हामीसँग कोठामा अहिले अथवा तपाईको कोठामा छ त्यो सबै पास्टबाट ट्राभल गरेर आएको लाइट हो तपाईको प्रेजेन्टसम्म पुग्दाखेरि ओके अब आउटसाइड द कोण भन्दा बाहिरको कुरा चाहिँ जसरी हामीले सुरुमा ठुलो लेक राखेका थियौं र बीचमा हामीले क्ल्याप गरेका थियौं त्यो सुन्दै नसुन्ने त्यो रिपल पुग्दै नपुगेको ठाउँमा भएको अब्जर्भरहरू चाहिँ आउटसाइड द कोण उले त्यो कुरा थाहा पाउँदैन है This is the fascinating reason. Nothing there can affect you, neither can you affect it.
हामीले पनि केही गर्न सक्दैन because not because of distance alone but because of light has not had enough time त्यहाँसम्म पुगेकै छैन र त्यो चाहिँ अनसिन हो लाइटको लागि ओके यो स्लाइडमा मैले खालि चाहिँ यो लाइट कोन भनेको नथिङ लाइट कोन भनेको वास्तवमा सजिलैसँग ड्र गर्न सकिन्छ अन्डरस्ट्यान्ड गर्न सकिन्छ स्पेसिफिक रिलेटिभिटीले हामीलाई दिएको एक खालको क्याजुअलिटी को boundaries हो so light cone is not merely a geometric figure it is the architect of causality itself it tells every point in the universe which other events it can communicate with which events can influence it and which events are forever beyond its reach okay thank you